दूल्हे का सेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है। दूल्हे का सेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है। पल भर में कैसे बदलते हैं रिश्ते, पल भर में कैसे बदलते हैं रिश्ते। अब तो हर अपना बेगाना लगता है, दूल्हे का सेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है। फेरों से बंधा जन्मों का ये बंधन, प्यार से जोड़ा है रब ने प्रीत का दामन। सात फेरों से बंधा जन्मों का ये बंधन, प्यार से जोड़ा है रब ने प्रीत का दामन। है नई रस्में, नई कस्में, नई उलझन, होंठ है खामोश लेकिन कह रही धड़कन। धड़कन 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 मेरी धड़कन धड़कन तेरी धड़कन 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 मेरी धड़कन मेरी धड़कन। मुश्किल अश्कों को छुपाना लगता है, मुश्किल अश्कों को छुपाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है। पल भर में कैसे बदलते हैं रिश्ते, अब तो हर अपना बेगाना लगता है, दूल्हे का सेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है। दूल्हे का सेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है। तेरी बाहों का झूले में परी बाबुल, जा रही हूँ छोड़ के तेरी गली बाबुल। मैं तेरी बाहों के झूले में परी बाबुल, मैं तेरी बाहों के झूले में परी बाबुल, मैं तेरी बाहों का झूले में परी बाबुल, जा रही हूँ छोड़ के तेरी गली बाबुल। खूबसूरत ये ज़माने याद आएंगे, चाह के भी हम तुम्हें ना भूल पाएंगे। मुश्किल 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 दामन को चुराना लगता है, दुल्हन का तो दिल दीवाना लगता है, मुश्किल दामन को छुड़ाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है। पल भर में कैसे बदलते हैं रिश्ते, अब तो हर अपना बेगाना लगता है, दूल्हे का सेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है, दूल्हे का सेहरा
सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है, दूल्हे का सेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है, दूल्हे का सेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है, दूल्हे का सेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है, दूल्हे का सेहरा धड़कन धड़कन धड़कन।
सागर सरी चोखो माया तिमीलाई दिउँला सागर सरी चोखो माया तिमीलाई दिउँला यो जानले साथ दिए तिमीसँगै जिउँला तिम्रो नभई मरेछु भने अर्को जुनी ल्याउला सागर सरी चोखो माया तिमीलाई दिउँला सागर सरी चोखो माया तिमीलाई दिउँला यो जानले साथ दिए तिमीसँग जिउँला तिम्रो नभई मरेछु भने अर्को जुनी ल्याउला सागर सरी चोखो माया तिमीलाई दिउँला आऊ बसन छेउमा मिठा मिठा कुरा गरौँ आऊ बसन छेउमा मिठा मिठा कुरा गरौँ वर्षौँदेखि साँचिएका रहरहरू पुरा तिम्रो साथ पाएपछि हाँसी खुसी जिउँला तिम्रो नभई मरेछु भने अर्को जुन ल्याउला सागर सरी चोखो माया तिमीलाई दिउँला यो जानले साथ दिए तिमीसँगै जिउँला सिलसिला सिलसिला रमाएर तिमीसँगै लक्षसँगै हाँसिरहौँ हो रमाएर तिमीसँगै लक्षसँगै हाँसिरहौँ तिमी भित्रै हराएर जुन जुनी बाँचिरहौँ फटे पनि हाम्रो माया मनै मनले सिउला तिम्रो नभई मरेछु भने अर्को जुनी ल्याउला सागर सरी चोखो माया तिमीलाई दिउँला यो जानले साथ दिए तिमीसँग जिउँला
सम्मान राख्नु भएको छ नयाँ कुटुम्ब परिवारलाई हार्दिक धन्यवाद र सधैँ नै हामी यसरी नै शुभ कार्यमा भेट्न पाऊँ मैले जानेको यति नै हो माफला बल्छी भाइमासँग चाहन्छु र यो हस्पिटलले राख्नु भएको कुरालाई हामी सहज स्वीकार अलिकति यतापट्टि ल सधैँभरि आशीर्वाद अब चाहिँ हाम्रो उहाँको र धेरै धेरै आशीर्वाद भन्दै अब मेरो चाहिँ नजानेको कुरा यतिकै पुग्याउन चाहन्छु र मेरो अवस्था अगाडि काटेकीबाट केही बुझिदिनु अनुरोध गर्दछु
हमेसा चेलीमाइतीको सम्बन्ध आज मात्रै होइन आजको दिन जस्तै हमेसा खुसी होस् भन्ने यही शुभकामनाको साथ धन्यवाद भन्न चाहन्छु। धन्यवाद। प्रस्तावलाई तपाईँले हामीलाई त्यसको लागि म मेरो भाइ मेरो बुहारी र हाम्रो सैनिकको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। हामी सबै परिवारकै तर्फबाट हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अझ यस्तो कर्महरूमा हामी भेट हौँ यिनै म शुभकामना गर्दै म तपाईँलाई फेरि धन्यवाद दिँदै विचार व्यक्त गर्न चाहन्छु। धन्यवाद। यो हाम्रो पहिलेदेखि चलिआएको चलन हुन्छ। यो अब हामीलाई सेन्ट्रिलीहरूले यो सम्मान गरेको उपलक्ष्यमा मानिसहरू अब अहिले खालि हात नगरौँ भनेर चेलीलाई चाहिँ हामी कवि वंश परिवारले केही सानो कोसिसहरू भनौँ। अब जसरी हाम्रो श्री राख्यो त्यसै गरी हाम्रो चेलीको पनि श्री राख्नुहोस् यही भन्दै यो चाहिँ हामी यो हाम्रो चेलीलाई उसको बेसीको यही शिर राख्नको लागि हामीले गरेका छौँ। दिएर त कहिले पनि पुग्दैन र नेपाली हुँदैन र जे भए पनि हामी चाहिँ यसो गरेका ठुलो माओली रुमान्छाहरू कृपया यहाँ उपस्थित भइदिनुको लागि
अलिकति यो हल्लाले गर्दाखेरि त्यति प्रष्ट सुन्न सकिँदैन। तथापि पनि बुढोमालीहरूको लागि हामीले सेवा काम गर्छौँ भन्ने हामीले बुझेका छौँ र सर्वप्रथम यहाँको सम्पूर्ण उपस्थित हाम्रा सङ्घर्ष मान्यजनले कुटुम्ब सम्पूर्णमा म लगायत हामी जिल्ला पञ्चायतवा गुरुमहान पासाको तर्फबाट यहाँ सम्पूर्णमा आजको यस शुभ कार्यमा भिड्न पाउँदा र यहाँले नेतृत्व गरी हामीलाई पनि यस शुभ कार्यमा सम्पूर्ण सहभागी हुने मौका दिनुभएकोमा सर्वप्रथमलाई यहाँ कुटुम्ब बहिनी जुवाइहरूलाई धेरै धेरै आभार व्यक्त गर्दछौँ। अवश्य पनि हामी जानेपछि हाम्रा कर्महरू गरिरहेका क्रममा र यसरी नै हामीले शुभ कार्यहरूमा हामीले परम्परा हाम्रा हाम्रा उहिलेदेखि गरिरहेको क्रमलाई आज हामी काठमाडौँको यो सहरमा बसिरहँदा पनि आज हामीले यो पुराना किसिमका हाम्रा पुर्खाहरूले गरिरहेका यो शिव कार्यक्रमहरू आज यस कृष्ण ब्याङ्कको यस प्राङ्गणमा यसरी बुढोमालीहरूलाई यहाँ चाहिँ शिव पाइदिनु र शिव गर्ने काम गर्नुभएकोमा हामी एकदमै यहाँप्रति आभार व्यक्त गर्दछौँ। रुममान पासाहरूको तर्फबाट साथै हाम्रा छोरी सबैको तर्फबाट अवश्य पनि यहाँले धेरै सुन्दर कोसेलीहरू राख्नु भएको छ, यो ठाउँमा सधैँ छ। तथापि आजको विशेष कार्यक्रम भनेको हाम्रो भान्जीलाई कुटुम्बको घरमा दिनुभयो र सोही अवसरमा उहाँको दाम्पत्य जीवन सुखमय रहोस् र आफन्त सरसिमेत मामा मावली बुढोमाली सबैको आशीर्वाद पाऊँ भन्ने चाहिँ यो कार्यक्रम भएको छ। अवश्य पनि हामी सबैको तर्फबाट हाम्रा भान्जी र भान्जीहरूलाई हामी हृदयले दिने सुखमा पाउनुलाई पुकारदै सङ्गठनको प्रार्थना गर्दै हाम्रा भान्जी ज्वाइँको आगामी दिनहरू दाम्पत्य जीवन सदैव सुखमय रहोस् र जुन किसिमले एउटा हाम्रा भान्जी र भान्जीबाट भविष्यमा उहाँहरूको शाखा सन्तानहरू फैलियोस् र उहाँको जन्मेपछि हाम्रा नाति नातिना जन्मेपछि उहाँले पनि यस देशमा एउटा असल नागरिक भएर धेरै धेरै अभ्यास गरेर अथवा र उहाँको आयुको धेरै धेरै वर्षसम्म रहिरहोस्। दाम्पत्य जीवन नौनासीको साइनो जस्तै भएर उहाँको आगामी दिनहरू बाँचिने रहन्, सँगै रहन् भन्ने पनि हामी बुढोमालीको तर्फबाट उहाँलाई हार्दिक शुभकामना सहित आशीर्वाद व्यक्त गर्छौँ। हाम्रो सम्बन्ध छ, त्यो सम्बन्ध सदैव अटल र अमर रहोस्, अझ रहोस् भन्न पनि यहाँ अनुरोध गर्दै अवश्य पनि यो प्रार्थना सुनिन पार्वले सुनेर हाम्रो शुद्धले पनि यसरी हामीलाई आशीर्वाद दिनु भन्ने पनि यहाँहरूमा म बुढोमालीको तर्फबाट सबैको बुढोमाली निर्माणहरू पासाको जति पनि छन् सबैको तर्फबाट प्रतिनिधित्व गर्दै यहाँलाई आशीर्वाद पक्राउँदछु। शिर पनि सदैव उत्साह र उन्नति प्रगति र आर्थिक दिनहरू अझै सुखमय र समृद्ध रहोस् भन्ने पनि हामी कामना गर्दछौँ। अझै बुढोमालीको तर्फबाट दिनुपर्ने आशिष कमी नहोस् र हामीले त्यो आशिष कहिले पनि के भन्छ बुढापाकाले भन्ने भुइँमा नजाओस्, सधैँ शिरमा रहिनुहोस् भन्ने पनि कामना गर्दै म हाम्रो वंशहरूको तर्फबाट मेरो मन आशीर्वाद दिने अन्त गर्दछु। धन्यवाद धन्यवाद। आधिकारिक यहाँहरूलाई अगाडि हामी नियुक्त गऱ्यौँ बुढोमालीको तर्फबाट जति सबै अगाडि आइनु म अनुरोध गर्दछु। आजको हाम्रो यो साहित्यमा गर्नुभएको लागि हामीले रेलिटीको होरो किसिमको काम गर्ने हाम्रो किरात भाइ संस्थामा हुँदा त्यसैलाई हामीले पनि मध्यनजर गरेर यहाँहरूप्रति हाम्रो
फुल स्वरूप भने जस्तै तपाईँ एउटा चिनो दिन गइरहेको छौँ। यहाँले अवश्य पनि स्वीकार गरिदिनुहुन्छ र स्वीकार गर्न म अनुरोध गर्दछु। धन्यवाद। यो चाहिँ हाम्रो आदरणीय काका प्रदेश सरकारका माननीय तामा विनोद तामा भन्न चाहन्छु। अहिले त्यहाँबाट मेरो ठुलो आशीर्वादका साथ उहाँहरू एकछिन विदा हुनुभएको छ। हस्त धन्यवाद।